यो एमनेस्टी इन्टरनेसनलको सुरुमा एकजना के वार्ने गरे गोविन्द एकजना हाम्रो कोलपुरबाट गोविन्द वाग्लेजी त्यतिखेरको तत्कालीन केन्द्रीय सदस्य हुनुहुन्थ्यो। उहाँ आउनुभएको थियो यो संस्थाको शाखा गठन गर्नको लागि, स्थापनाको लागि। खास गरी त्यतिखेर पनि अहिलेको अध्यक्ष हाम्रो अम्बजन शाह त्यतिखेर वडा अध्यक्ष हुनुहुन्थ्यो सायद। उहाँको सम्पर्कमा आएपछि हामी केही साथीहरू भेला भएर यो संस्थाको नियमअनुसार कम्तीमा 50 जना यसमा सदस्यता लिएपछि ग्रुप स्थापना गर्न सक्ने प्रावधान अनुसार हामीले जाजरकोटमा पनि 50 जना सदस्यहरू पुर्याएर त्यतिखेर सायद यही हलमै हुनुपर्छ हामीले स्थापना गरेका हौँ। यो त्यतिखेर सबैले मलाई तपाईले नै यसको अध्यक्षता गरिदिनु पर्यो भनेर आग्रह गरेको हुँदा म त्यतिखेरको तदर्थ समिति र पहिलो साधारण सभाबाट पनि अध्यक्ष भएँ। हामीले यो एमनेस्टीबाट जाजरकोटको मानवाधिकार अभियानलाई अगाडि बढाउनको लागि पहल गऱ्यौँ, थालनी गऱ्यौँ। हामी केन्द्रसँग लिङ्क हुँदै अहिलेको अवस्थामा आइपुगेका छौँ र अहिले यो 6औं साधारण सभासम्म आइपुग्दा हाम्रो केन्द्रीय अध्यक्ष यहाँ आइपुग्नु भएको छ। एकदम खुसी लागेको छ। हामी एकदम साथी पनि हौँ नजिकको। त्यतिखेर उहाँ उपमहासचिव हुनुहुन्थ्यो, अहिले केन्द्रीय अध्यक्ष हुने सौभाग्य प्राप्त गर्नुभएको छ। हामी सबैले हाम्रो साथ सहयोग पनि थियो उहाँलाई अध्यक्ष बनाउनमा। त्यस कारणले पनि उहाँ हामीले निम्ता गरिराखेका थियौँ, आउनु पर्यो जाजरकोट एकपटक पुगिदिनु पर्यो, जाजरकोटमा पनि केही कार्यक्रमहरू राख्नु पर्यो भनेर हाम्रो अम्बजन शाह लगायतले भनिराखेका थियौँ। हाम्रो निम्तालाई स्वीकारेर आइदिनु भयो। यसको लागि एकदम धन्यवाद छ उहाँलाई। हामी आभार प्रकट पनि गर्छौँ। र खास गरी अब यो मानवाधिकार अभियानमा उहाँले खेल्नुभएको भूमिका पनि एकदम स्मरणीय छ, अतुलनीय छ। अझै राम्रो हुँदै जाओस् त्यो शुभकामना पनि दिन चाहन्छु। र यो जाजरकोटको मानवाधिकार अभियानमा एमनेस्टी इन्टरनेसनल जो ग्रुप 77 भनेर हामीले मान्यता प्राप्त गरेका छौँ, यसको निरन्तरताको लागि सबै साथीहरू लाग्नु भएको छ, सहयोग गर्नुभएको छ। एक्लो प्रयासले सबै सम्भव हुँदैन। हामी कम्तीमा मानवाधिकारको ग्यारेन्टी हुनुपर्छ, संविधान प्रदत्त हकहरू, मौलिक हकहरू, अभिव्यक्ति स्वतन्त्रता लगायतका कुराहरूमा हामीले पैरवी गर्ने हो र राज्यका निकायलाई थप सहयोग गर्ने हो। राज्यले पनि कहिलेकाहीँ अलिकति थप बल प्रयोग गर्न थाल्यो भने खबरदारी गर्ने हो। त्यो काममा यो अभियान र यसमा लागेका साथीहरू लाग्नुहुनेछ र संस्थाको लक्ष्य उद्देश्य अनुसार अघि बढ्नुहुनेछ भन्ने विश्वास लिएको छु। खास गरी यो साधारण सभाको पूर्ण सफलताको शुभकामना पनि दिन चाहन्छु। एकदम सफल रहोस् यो अधिवेशन। यसमा बन्द सत्र पनि होला, त्यसमा थप कुराहरू छलफल होला। त्यस अभियानमा लाग्ने सबैलाई शुभकामना दिँदै, खास गरी हामीले अलिकति कठिन अवस्थामा स्थापना गरेको यो संस्था अझै फलोस् फुलोस् त्यही शुभकामना दिँदै फेरि पनि पूर्ण सफलताको शुभकामना सहित मेरो भनाइ यहाँ अन्त्य गर्छु। धन्यवाद, नमस्कार। धेरै धेरै धन्यवाद संस्थापक अध्यक्ष राजेन्द्र कार्कीलाई। अब यसपछि हामी यो 6औं साधारण सभालाई औपचारिक रूपमा 6 वर्ष भए, के अरे 6औं पटक भयो। त्यसकारण हामीले यो 6औं साधारण सभासम्म आइपुग्दाखेरिको एउटा साङ्केतिक उसलाई चाहिँ झल्काउनका लागि 6वटा मोमबत्ती बालेर चाहिँ सुरुवात गर्नेछौँ। र यसको उद्घाटन गरिदिनका लागि म आजका प्रमुख अतिथि र विशिष्ट अतिथिज्यूलाई र विशेष अतिथिज्यूहरूलाई म यो मोमबत्ती बालिदिने काममा उद्घाटन गरिदिन म हार्दिक अनुरोध गर्छु।
धेरै धेरै धन्यवाद। अब यसपछि एमनेस्टी इन्टरनेसनल नेपालमा यो पुनरावेदन समिति रहन्छ, यसलाई अपिल कमिटी भन्ने गरिन्छ। उहाँ पनि पूर्व केन्द्रीय सदस्य पनि हुनुहुन्छ। देवेन्द्र सेजुवाल को आफ्नो यो कामको सिलसिलामा यहाँसम्म आइपुग्दा एमनेस्टीलाई कसरी चिन्नु भएको छ, एमनेस्टी इन्टरनेसनलले कसरी चाहिँ सदस्यता दिने काम गर्छ र कसरी चाहिँ एमनेस्टी इन्टरनेसनल नेपाल अहिलेसम्म यहाँसम्म आइपुग्दा कर्णाली प्रदेशबाट कस्तो खालको भूमिका खेलिराखेको छ लगायतका विषयमा र यो 6औं साधारण सभामा आफ्नो शुभकामना राखिदिनुको लागि म देवेन्द्र सरलाई महाभिनन्द गर्छु। धन्यवाद कार्यक्रम सञ्चालक, यस समूहका सचिवज्यू। उहाँले धेरै कुरा भन्न आग्रह गर्नुभएको छ, तथापि हाम्रो केन्द्रीय अध्यक्षज्यू आज यता उपस्थित हुनुहुन्छ, त्यसले धेरै कुरा चाहिँ उहाँले पनि भन्नुहोला। धेरै कुरा म भन्दिनँ एमनेस्टीको विषयमा होइन। म विगत 2 वर्षको साधारण सभामा 5औं र 6औं है 4औं र 5औंमा पनि म आएको थिएँ। तपाईँहरूसँग धेरैसँग चाहिँ यहाँ भेट पनि भयो होला। त्यति बेला पनि एमनेस्टीको विषयमा धेरै कुराकानी गरिएको मलाई याद छ। तथापि उहाँले भनिराख्दाखेरि केही कुरा चाहिँ भन्छु पनि एमनेस्टीको विषयमा, अध्यक्षज्यूले पनि भन्नुहोला होइन। सर्वप्रथम म यो समूह 77 को 6औं वर्षको पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु र जुन खम्ब सरको नेतृत्वमा यो समिति अथवा यो समूह क्रियाशील छ जाजरकोटमा, यो स्थानमा, यो जिल्लामा र यो उमेरका मान्छेले नेतृत्व गर्दै गर्दाको समूहको यो जुन क्रियाशीलता छ, यसले पक्कै पनि हामी अन्यत्र अरू जिल्लामा रहेका एमनेस्टीका अभियन्ताहरूलाई, एमनेस्टीका समूह स्टुडेन्टहरूलाई पनि अझ त्यो खालको चाहिँ हामीलाई चाहिँ एउटा हौसला प्रदान गर्छ। यो खम्ब सरको यो सक्रियता देख्दाखेरि हामीले अन्य प्लेटफर्ममा पनि उहाँको कुरा हामी उठाउँछौँ, उहाँ गएको ठाउँमा कुरा उठ्छ। जाजरकोटमा खम्बजङ सरले यसरी संस्थालाई गति दिनुभएको छ। तपाईँहरू त अझ युवा हुन्छ, जो जाँगका साथ लाग्नुहोस् भन्ने हाम्रो एउटा कुरा पनि प्रायः उठ्छ है। तसर्थ तपाईँहरूको यो जुन आजको यो जुन उपस्थिति छ, यसले पनि यो जिल्लामा, यो समूहमा, यो समूहको र एमनेस्टी अभियानमा तपाईँहरूले पुर्याउनु भएको योगदानको पनि म उच्च प्रशंसा गर्न चाहन्छु। र खास गरी हामी यो एउटा मुभमेन्ट हो, एउटा अभियान हो एमनेस्टी इन्टरनेसनल भनेको होइन। विशुद्ध रूपमा मानवाधिकारको संरक्षण र प्रवर्धनको लागि एउटा विश्वव्यापी रूपमा क्रियाशील, यसलाई हामीले अभियानको रूपमा संस्था सदस्यताको हिसाबले सबै यसको मुभमेन्टको हिसाबले पनि हामीले यसलाई चाहिँ विश्वको सबैभन्दा ठुलो र प्रतिष्ठित हामीले एउटा मानवाधिकार संस्थाको रूपमा बुझ्ने गर्छौँ होइन। यो संस्थाको हामी सबै सदस्यहरू जो हामी उपस्थित भएका छौँ यहाँ, यसले तपाईँहरूको जुन एउटा योगदान छ यो एमनेस्टीको अभियानमा, यो मुभमेन्टमा चाहिँ तपाईँहरूको एउटा अझ क्रियाशीलताको आशा पनि व्यक्त गर्न चाहन्छु आगामी दिनमा होइन। त्यसैले खास गरी मैले भन्नुपर्दाखेरि यो एउटा मानवाधिकारवादी संस्थाको रूपमा तपाईँ हामी कति यहाँ जोडिएका छौँ होइन, विभिन्न क्षेत्रका मान्छेहरू छौँ हामी होइन। यसले मानवाधिकारको यो अझ विशेष गरी यो क्षेत्रमा, अझ कर्णाली प्रदेशमा, अझ यो दुर्गम क्षेत्रहरूमा अझ कतिपय मानवाधिकार घटनाहरू दोहोरिरहेका हुन्छन्। नवराज विकको घटनाहरू यही हाम्रो जिल्लामा दोहोरिएको छ। यस्ता थुप्रै गरायसी रूपमा होस् अथवा सामाजिक रूपमा होस् अथवा विशुद्ध रूपमा सांस्कृतिक रूपमा यो क्षेत्रमा चाहिँ यस्ता मानवाधिकार घटनाहरू दोहोरिरहेका हुन्छन्। यो क्षेत्रमा चाहिँ यस्ता खालका संस्थाहरू र तपाईँहरूको भूमिकाले पक्कै पनि मानवाधिकारको संरक्षण र प्रवर्धनको लागि र मानवाधिकार हननका घटनाहरू न्यूनीकरणको लागि चाहिँ थप टेवा पुग्ने मैले विश्वास लिएको छु होइन। त्यसैले तपाईँको जो जुन सक्रियता छ, यो सक्रियताको म फेरि पनि कामना गर्दै एमनेस्टीको मुभमेन्टको बारेमा मैले भन्नुपर्छ। फेरि पनि अध्यक्षज्यू यहीँ हुनुहुन्छ, उहाँले धेरै कुराहरू भन्नुहुनेछ र समयलाई ख्याल गर्दै म धेरै कुरा नभनिकन फेरि पनि म यो 6औं वर्षको पूर्ण सफलताको कामना व्यक्त गर्दै आफ्नो छोटो शुभकामना मन्तव्य अन्त्य गर्छु। धन्यवाद। जय एमनेस्टी। धन्यवाद देवेन्द्र सरलाई। अब यसपछि आफ्नो भनाइ राखिदिनका लागि म आजको यस कार्यक्रमका अतिथि मानवाधिकार रक्षक सञ्जाल एवं नागरिक अगुवा राजेन्द्र विक्रम शाहलाई जाजरकोटमा मानवाधिकारका क्षेत्रमा भएका प्रयासहरू र एमनेस्टी सँगसँगै साझेदारी लगायतका विभिन्न हामी जिल्लाका सरकारका विषयमा
विभिन्न ज्ञापन पत्र बुझाउने ध्यानाकर्षण गर्नेदेखि लगेर थुप्रै काममा सँगसँगै काम गर्दै आइराखेका छौँ। त्यसैले आफ्नो अनुभव छोटोमा र यो अधिवेशनको शुभकामना राखिदिनका लागि म राजेन्द्र विक्रम शाहलाई हार्दिक गर्दछु। धन्यवाद। एमनेस्टी इन्टरनेसनल नेपाल ग्रुप 77 को 6औं साधारण सभा आदरणीय अध्यक्षज्यू, कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, सबै अतिथिहरू र यस साधारण सभामा यस संस्थाको सदस्यको रूपमा सहभागिता जनाइरहेका सम्पूर्ण सदस्य महानुभावहरूलाई म नागरिक अगुवा र मानव अधिकार कर्मीको हैसियतमा हार्दिक स्वागत अभिवादन टक्राउँछु। र सर्वप्रथम म एमनेस्टी इन्टरनेसनल नेपाललाई नेपालको मानवाधिकार प्रवर्धन र संरक्षणको लागि खेल्दै आएको भूमिकाप्रति हार्दिक सम्मान र आभार व्यक्त गर्दछु। यस संस्थाले संक्रमणकालीन न्यायको मर्म र भावना अनुरूप सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनको कामको विषयमा जो राज्यलाई घचघच्याउने काम गरिरहेको छ, यो उच्च प्रशंसनीय काम भूमिका निर्वाह गरेको पाइन्छ। त्यसैगरी विभिन्न घटनाहरूमा गैरकानुनी थुना र थुनामा रहेका बन्दीहरूका मानवाधिकारका विषयमा पनि एमनेस्टी इन्टरनेसनलले जुन भूमिका निर्वाह गरिरहेको छ र पछिल्लो समयमा आएर जलवायु परिवर्तन र मानवाधिकारको अन्तर्सम्बन्ध अथवा जलवायु न्यायालयको सवाललाई पनि राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रखर रूपमा उठाइरहेको छ। यो पनि उच्च प्रशंसनीय कामको रूपमा हामीले लिने गरेका छौँ। जाजरकोट जिल्लाका मानवाधिकारको विषयमा यहाँ हामी अब विस्तृत रूपमा चर्चा गर्न सम्भवतः समयले साथ दिँदैन। यहाँ गैरकानुनी रूपबाट थुनामा राख्ने र थुनामा रहेका बन्दीहरूको मानवाधिकार उल्लङ्घनको विषय जुन हामी नागरिक तथा राजनीतिक अधिकारका सवालहरू भन्छौँ, त्योभन्दा अलिकति आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालहरू अलिकति पेचिला बन्दै गइरहेका छन्। पछिल्लो समयमा यो विकासको जुन गति अगाडि बढिरहेको छ, त्यसले धेरैभन्दा धेरै मानिसहरूलाई अत्यन्त उनीहरूको जीवन निर्वाहमा निकै कठिनाइहरू, नयाँ नयाँ प्रकारका चुनौतीहरू र कठिनाइहरू सृजना गरेको हामी पाउँछौँ। यसप्रति हामी स्थानीय स्तरका सरकारवाला राज्यका निकायहरूको गम्भीर रूपमा ध्यानाकर्षण गराइ नै रहेका छौँ। जस्तै दलित समुदायको निःशुल्क शिक्षाको, विद्यार्थीहरूको निःशुल्क शिक्षाको जुन संवैधानिक प्रत्याभूति छ, त्यो लिखित रूपमा संवैधानिक प्रत्याभूति मात्रै भएको छ, व्यावहारिक प्रत्याभूति हुन सकिरहेको छैन जिल्लाको सन्दर्भमा। 80 साल कार्तिक 17 गते गएको भूकम्पबाट घरमा बस्न नमिल्ने गरी पहिचान गरिएका, राज्यकै निकायबाट पहिचान गरिएका, अहिले घर ढलेका, घर भत्किएका मान्छेहरू लामो समयदेखि सामान्य प्रकारबाट टहरामा जीवन बिताइरहनु परेको छ। म विशेषतः नेपाल सरकारका निकायहरूको ढिलासुस्तीका कारण यो विषम परिस्थिति सिर्जना भएको छ र 80-81 को अन्त्यसम्म आइपुग्दासम्म एकजना व्यक्तिको पनि निजी आवासको सम्झौता प्रक्रिया अगाडि बढेको छैन। यो एउटा प्रमुख कुरा त यसको कार्यविधि नै निकै ढिलो गरी ल्याइएको छ। यसमा मैले यो केन्द्रबाट पाल्नुभएका आदरणीय अध्यक्षज्यू लगायतको टिमको ध्यानाकर्षण गराएँ। र त्यसै गरी अर्को एउटा विषयमा म ध्यानाकर्षण गराउँछु। जाजरकोट जिल्ला अदालतको भवन पनि भूकम्पबाट प्रभावित भएर ढलेर अहिले सरकारी वकिलको कार्यालयमा कार्य सञ्चालन भइरहेको छ अदालतको। त्यो कतिसम्म त्यो एकदम सैद्धान्तिक रूपमा कतिसम्म नमिल्दो विषय छ। मुद्दाका पक्षहरूमध्ये सरकारी वकिल भनेको एउटा पक्ष हो, अरू पक्ष पनि हुन्छ। एउटा पक्षको कार्यालयमा अदालत सञ्चालन हुनु भनेको यो विषमता, बाध्यताको कारण जस्तो हुन गयो। र त्यो भवन, अदालतको भवन बनाउने कुरा पनि तर्फ पनि मैले
यहाँ ध्यान आकर्षण गराएँ। त्यसै गरी सार्वजनिक निर्माण कार्यहरू र पूर्वाधार तथा संरचनाहरू बनाउँदा अपाङ्गता मैत्री बाल मैत्री बनाउनु पर्ने जुन नीतिहरू छन्, राज्यकै नीतिहरू छन्, त्यसलाई पनि व्यवहारमा लत्याइएको छ। सार्वजनिक सेवामा उनीहरूको पहुँच स्थापित गर्न निकै कठिनाइ भइरहेको अवस्था हामी पाउँछौँ। प्राकृतिक स्रोत साधनमाथि अत्यधिक मात्रामा गैरकानुनी ढङ्गबाट अत्यधिक दोहन भएको छ र हामीले गम्भीर रूपमा ध्यान आकर्षण गराउँदा पनि सम्बन्धित पक्ष बेखबर छन्, गैर जिम्मेवार र अनुत्तरदायी ढङ्गबाट प्रस्तुत भएको हामीले पाउँदछौँ। यसै गरी अब सरलाई एउटा मात्रै विषय मैले यहाँ उठान गरेँ। यो त्यति धेरै बाहिर प्रकट रूपमा आउँदैन, तर भित्रभित्रै हामीले स्थलगत अध्ययन गर्दा के पाएको छ भने अहिलेको जुन सडक खन्ने काम छ, यो जिल्लाको भूगोलको संरचना कस्तो छ भने भिरालोपना एकदम स्लोपनेस बढी छ, बढी भिरालो छ। त्यसैमाथि जथाभावी सडक खनिदिँदाखेरि त्यो माटोले गर्दाखेरि कैयौँका घरहरू पुरिएका छन्, कैयौँको खेतहरू चाहिँ नष्ट भएका छन् र त्यसले गर्दा धेरै परिवारहरू विस्थापित भएर बाहिर जानुपर्ने अवस्था जिल्लामा हामी देख्छौँ। त्यसरी एउटा विस्थापनको समस्या पनि जिल्लाका प्रमुख समस्याहरूमध्ये एउटा समस्या हो। र यसै गरी विभिन्न स्वास्थ्य संस्था जाजरकोट जिल्ला अस्पतालदेखि लगायत विभिन्न स्वास्थ्य संस्थाहरूमा आधारभूत किसिमका स्वास्थ्य उपचारका सामग्रीहरू छैनन्। औषधि उपचारहरू गर्ने क्रममा जहिले पनि औषधि छैन भन्ने मात्रै सुन्नमा आउँछ। यसतर्फ मैले यहाँ जिल्लाका स्थानीय प्रशासन र जनप्रतिनिधिहरू लगायत हामी सबैको थाहा भएकै विषयलाई मैले स्मरण मात्र गराएँ। र अब मानवाधिकारको विषयमा हामी छुट्टै छलफल पनि यहाँ गर्छौँ र गरी पनि रहौँला। र यस अवसरमा म एमनेस्टी इन्टरनेसनलको यो ग्रुप 77लाई एमनेस्टी इन्टरनेसनलको नाम र पहिचान जाजरकोट जिल्लामा स्थापित भएको छ र त्यसको नाम र पहिचान स्थापित हुनुका सँगसँगै अब काममा पनि मानवाधिकार प्रवर्धन र संरक्षणका लागि सक्रियतापूर्वक पैरवी गर्ने काम, सहजीकरण गर्ने काममा सफलता प्राप्त होस् भन्ने शुभकामना सहित म अहिलेलाई बिदा हुन्छु। धन्यवाद, नमस्कार। धन्यवाद नागरिक अगुवा राजेन्द्र विक्रम शाहलाई। अब यसपछि आफ्नो भनाइ राखिदिन म नेपाल बार एसोसिएसनको तर्फबाट कानुनी कुराहरूमा पनि हामी मानवाधिकार उल्लङ्घनका घटनाहरूमा पटक पटक हामी विभिन्न छलफलहरू गरिराखेका हुन्छौँ। एउटा साझेदार, एउटा यहाँ जिल्लाको सहकारी संस्थाको रूपमा पनि हामी नेपाल बारलाई लिइराखेका छौँ। त्यसैले शुभकामना मन्तव्य र आफ्ना भोगाई राखिदिन म नेपाल बार एसोसिएसन जाजरकोटका सचिव सहदेव जङ शाहज्यूलाई म हार्दिक अनुरोध गर्छु। धन्यवाद। यस 6औं साधारण सभा एमनेस्टी इन्टरनेसनलको 6औं साधारण सभाका अध्यक्ष महोदय, प्रमुख विशिष्ट अतिथिज्यूहरू, आयोजक र आमन्त्रित महानुभावहरू र यस 6औं साधारण सभामा मलाई आमन्त्रण गरी बोल्ने अवसर दिएकोमा म आयोजकलाई धन्यवाद दिन चाहन्छु। र यस जिल्लाको अब मानवाधिकारको क्षेत्रमा काम गरेर जुन यो अहिले हामीलाई एउटा जमघट गराएर एउटा यो कार्यक्रम गरिएको छ, यसको लागि म आभार व्यक्त गर्न चाहन्छु। र प्रजातन्त्र र लोकतन्त्रका लागि मानवाधिकार, कानुनी राज्य र बालिक मताधिकार एकदम महत्त्वपूर्ण कुराहरू हुन् र यिनी तत्त्वहरू हुन् र यसलाई संविधानले पनि आत्मसात गरेको छ। त्यसरी यो क्षेत्रमा काम गर्नु प्रजातन्त्रको लागि र लोकतन्त्रको लागि जति गाह्रो छ, त्यत्तिकै मानवाधिकारको क्षेत्रमा काम गर्नु पनि अलिकति गाह्रो छ र हामीले त्यो अनुभूति गरेका छौँ। र हरेक कानुन व्यवसायीले कानुनी राज्यको लागि र मानवाधिकारको क्षेत्रमा काम गरेको हुन्छ र
द्वन्द्वको अवस्थामा पनि हामीले जटिल स्थितिमा जस्तो बन्दीका रिटहरू लगाएर जस्तो शिवप्रसाद शर्मा लगायतका मान्छेहरूलाई एरेस्ट गरेको बेला बन्दीको रिट लगाउने कार्य गरियो र कार्य गरेकै कारण त्यो क्षेत्रमा काम गरेकै कारण राज्यले एउटा शत्रुतापूर्ण व्यवहार गरेर एउटा यातना दियो र मानव अधिकारकै क्षेत्रमा काम गर्दा गर्दै यति अब यो क्षेत्रमा काम गर्दा गर्दै यति यातना पाइयो, यति दुःख पाइयो कि र यो क्षेत्रमै काम गरेकै कारणले फेरि के भयो भनेपछि मानव अधिकारवादी मान्छे र त्यो संस्थाहरूले कै पहलमा मेरो जीवन बचेको हो र त्यो यथार्थ धेरैलाई थाहा छ र अलिकति अब अहिलेका सरहरूलाई त्यति थाहा नहुन सक्छ र त्यो बारेमा यहाँका धेरै मान्छेहरूलाई थाहा छ र जानकारी छ। यसरी यो जटिल क्षेत्रमा एमनेस्टी इन्टरनेसनल जाजरकोट शाखाले जुन काम गरेको छ यसका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु र यो अहिलेको यो 6औं साधारण सभाको ले कुनै ठोस योजना बनाएर यसको पूर्ण सफलताको लागि पनि म कामना गर्दै म आफ्नो मन्तव्य यही टुङ्ग्याउँछु। धन्यवाद। धेरै धेरै धन्यवाद। यो असारको महिना छ, सबैका आफ्नै काममा व्यस्तता छ, आर्थिक वर्षको अन्त्यतिर, त्यसैले अब त्यो कुरालाई पनि मध्यनजर गर्दै हामी समयलाई पनि हेर्छौँ। त्यसैले जिल्लामा यो मानवाधिकारका क्षेत्रमा विशेष गरी सुरक्षा निकायको नेतृत्व गर्दै आएको जिल्ला प्रहरी कार्यालय को तर्फबाट प्रहरी नायक परिचय वसन्त सरलाई म आफ्नो छोटो शुभकामना मन्तव्य राखिदिन म अनुरोध गर्छु। धन्यवाद। इस कार्यक्रमका प्रमुख अतिथिज्यू, अध्यक्षज्यू, जिल्ला प्रशासन कार्यालयका श्री साहब, उपस्थित अन्य सम्पूर्ण महानुभावहरू, मलाई बोल्ने विषय वस्तु त केही पनि दिनुभएको थिएन। अहिले काशी भन्दाखेरि शुभकामना भन्दाखेरि अलिकति झस्किया जस्तो भयो। जे भए पनि मानवाधिकारको संरक्षण र सम्वर्धनमा जुन कार्यहरू भइरहेका छन् त्यसको लागि जिल्ला प्रहरी कार्यालयको तर्फबाट सम्पूर्ण मानवाधिकार कर्मी र मानवाधिकारको क्षेत्रमा क्रियाशील सङ्घ संस्थाहरूलाई शुभकामना दिन चाहन्छु र नेपाल प्रहरी पनि मानवाधिकारको संरक्षण र सम्वर्धन गर्ने कार्यमा सदैव तत्पर र तयार छ र कहीँ कतै मानवाधिकारका उल्लङ्घनका घटनाहरू चाहे प्रहरीबाट होस् चाहे अन्य व्यक्तिहरूबाट होस् त्यस्ता किसिमका घटनाहरू भएमा हामीलाई तपाईहरूले जानकारी गराउनु हुनेछ र हामीले कानुन सम्मत गर्न पर्ने कामहरू गर्नेछौँ भन्ने पनि तपाईहरूसँग मैले प्रतिबद्धता जाहेर गर्दै यो कार्यक्रमको 6औं साधारण सभा भव्य, सभ्य र सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना दिँदै मेरा केही शब्दहरू यहीँ अन्त्य गर्छु। धन्यवाद। जय नेपाल। धन्यवाद। किनकि अब प्रतिनिधित्व गरिसकेपछि प्राय जसो आफ्नो सङ्गठनको बारेमा सबै जानकार नै हुन्छ र यो त्यो हिसाबले पनि हामी चाहिँ त्यो विषयवस्तु दिने गरेका छैनौँ। आफ्नो सम्बन्धित कार्यालयको चाहिँ आफैले हरेक कुराहरू राखिहालिन्छ भन्ने नै हुन्छ। डिएसपी साहबलाई धन्यवाद। अब यसपछि आजका यस कार्यक्रमका अतिथि, विशेष अतिथि हुनुहुन्छ एमनेस्टी इन्टरनेसनल नेपालका नेपालको केन्द्रमा रहेर निर्देशकको रूपमा काम गर्दै आउनुभएको र केन्द्रीय कार्यालयमा थुप्रै मानवाधिकार हननका घटनाहरूदेखि लगेर थुप्रै कुराहरूमा सेमिनारहरू हुने गर्छन्। हामी पनि जिल्लाबाट पनि रिपोर्टिङ गरिराखेका हुन्छौँ विभिन्न मानवाधिकार उल्लङ्घनका घटनाहरूलाई। ती सबै कुराहरूमा रहेर आफ्नो अनुभव र जाजरकोट आउँदाको अनुभवसहित छोटोमा शुभकामना राखिदिन म हार्दिक अनुरोध गर्दछु। निरञ्जन सरलाई, निरञ्जन थपलिया सर हुनुहुन्छ।
पूर्वतिरको मान्छे जादुबाट आउनु भएको छ। थ्याङ्क यू बालकृष्ण सर। यस सभाका अध्यक्षज्यू, सर्वप्रथम र अन्य विशिष्ट अतिथिज्यूहरू, यो साधारण सभाको सफलताको लागि म शुभकामना व्यक्त गर्दछु। पूर्ववक्ता साथीहरूले मानव अधिकारको संरक्षण सम्वर्धनमा एमनेस्टी इन्टरनेसनल जागरुक रहेको, त्यसमा कार्यरत रहेको कुरा राखिसक्नुभयो। म त्यसमा धेरै चाहिँ अहिले जान चाहन्न। खास गरी एमनेस्टी इन्टरनेसनलले अहिले विश्वव्यापी रूपमा दुईवटा मूल मुद्दामा चाहिँ काम गरिराखेको छ। एउटा भनेको अभिव्यक्ति स्वतन्त्रता र भेला हुने स्वतन्त्रतामा संसारभरि जसरी जोखिमता पैदा भएको छ त्यसलाई कसरी प्रवर्धन गर्न सकिन्छ भन्ने सवालमा हामी बढी केन्द्रित छौँ। त्यसपछि अर्को चाहिँ गैर विभेद, नन डिस्क्रिमिनेसन र समता र समानतालाई कसरी प्रवर्धन गर्ने विश्वव्यापी रूपमा, र त्योसँग जोडिएका अधिकारहरू, त्यसमा पनि विशेष गरी आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको प्रवर्धन, जसमा अझ बढी महत्त्वपूर्ण रूपमा चाहिँ स्वास्थ्य, शिक्षा, खाद्य र आवासको अधिकारलाई कसरी प्रवर्धन गर्ने भन्ने एउटा मुद्दा छ। त्यसपछि न्यायिक, तपाईँको यो लैङ्गिक न्यायको सवाल, त्यो तपाईँको विभिन्न लिङ्गमा रहनुभएका महिला लगायत अन्य लैङ्गिक पहिचान भएका व्यक्तिहरूको पहुँच, न्याय र समताको सवालमा पनि हामीले काम गरिरहेका छौँ। त्यस्तै जलवायु न्यायको कुरा चाहिँ अघि सरले गर्नुभएको थियो। जिल्लाबाट चाहिँ कार्यरत एकदम जुझारु सर हुनुहुन्छ सिभिल सोसाइटी ग्रुपको, उहाँले भन्नुभयो अनुसार हामी चाहिँ संसारभरि जलवायु परिवर्तनले मानवाधिकारमा देखिएका चुनौतीहरूलाई कसरी सम्बोधन गर्ने र यसमा राज्यहरूलाई कसरी जवाबदेही बनाउने अथवा उहाँहरूको भूमिका र जिम्मेवारीलाई कसरी सेन्सिटाइज गर्ने भन्ने सन्दर्भमा मानवाधिकारको दृष्टिकोणबाट काम गरिरहेका छौँ। त्यस्तै अहिले संसारभरिको द्वन्द्व र यही जलवायु परिवर्तनले गर्दा चाहिँ मानिसहरूको विस्थापन र अझ बढी चाहिँ तपाईँको शरणार्थी बन्ने प्रवृत्ति जसरी बढिरहेको छ, त्यो सन्दर्भमा चाहिँ रेफ्युजी माइग्रेन्ट्सहरूको प्रोटेक्सन एउटा मेजर ग्लोबल चाहिँ इस्यु बनेको छ। त्यसमा पनि कसरी हामीले योगदान गर्न सक्छौँ भन्ने कुरामा चाहिँ हामी केन्द्रित छौँ। मूलभूत रूपमा यो दुईवटा विषयवस्तुमा काम गर्दाखेरि हामीले नेपाललाई पनि यही दुईवटा विषयलाई केन्द्रमा राखेर चाहिँ गतिविधि गर्छौँ। नेपालमा हामीले केन्द्रबाट चाहिँ मानव अधिकारका सवाललाई उठाइराख्दाखेरि दुई तीनवटा कुराहरू, विशेष गरी चाहिँ अहिले पछिल्लो चरणमा चाहिँ सिभिक स्पेस, नागरिक स्थल अथवा नागरिक थलो, नागरिकहरूले शक्तिमा रहेका, ओहदामा रहेका, सत्तामा रहेका व्यक्तिहरूलाई जवाबदेहितामा ल्याउने, जवाबदेहिताको कसीमा ल्याउने अथवा उहाँहरूका गतिविधिहरूको परख गर्ने गतिविधिहरू चाहिँ कमजोर भइराखेको छ। र यदि प्रश्न गरेकै कारण चाहिँ नागरिकहरूले अथवा पत्रकारहरूले विशेष गरी कसरी धरपकडमा पर्नु परेको घटनाहरू छ, त्यो सन्दर्भमा हामीले विभिन्न गतिविधिहरू गरेर सिभिक स्पेस र प्रोटेस्ट गर्ने अधिकार, विरोध गर्ने अधिकारलाई चाहिँ प्रवर्धन गर्नुपर्छ भन्ने कुराबाट काम गरिरहेका छौँ। यहाँलाई थाहा छ, केही समय 2-4 दिन अगाडि अथवा केही हप्ता अगाडि एकजना वरिष्ठ पत्रकारले एउटा भिडियो युट्युबमा भिडियो चाहिँ राख्नुभएको सन्दर्भमा उहाँलाई अदालतले नै एक्स पार्टी हियरिङ भन्छ, उहाँको अनुपस्थितिमा गरेको एकल सुनवाईको आधारमा पक्राउ पूर्जी समेत जारी गरेर उहाँलाई पक्राउ गर्न खोजेको अवस्था थियो। झन्डै दिलभूषण पाठक, एउटा कुनै अभिव्यक्तिको कारण। त्यो सवाल मानव अधिकारको सवाल हो। सार्वजनिक ओहदामा रहेका कोही व्यक्तिहरूको जवाबदेहिता खोज्ने क्रममा गरिएका प्रश्नहरूलाई उहाँहरूले सामना गर्नुपर्छ र यसरी क्र्याकडाउन गर्नु हुँदैन भन्ने कुरालाई हामीले सबल रूपमा, निडर रूपमा चाहिँ मानव अधिकारको पक्षधर भएको रूपले आवाज उठाउँछौँ र अहिले उच्च अदालतबाट उहाँको चाहिँ गिरफ्तारीलाई रोकिएको अवस्था छ होइन। एउटा यो मेजर कुरा हो। त्यस्तै द्वन्द्व कालमा चाहिँ नेपालमा 17,000 भन्दा बढी नागरिकहरूको हत्या भएको थियो। हजारौँ नागरिकहरू अहिले पनि तपाईँको बेपत्ता हुनुहुन्छ। उहाँहरूको सत्य, न्याय र परिपूर्णको अधिकार स्थापित भएको छैन। त्यो सवालमा पनि हामीले लामो समयदेखि काम गरिरहेका छौँ। नेपालमा यो विभेदको संस्कृति, विशेष गरी चाहिँ सीमान्तकृत समुदाय, त्यसमा पनि अझ दलित समुदायहरूको विभेद व्यापक रूपमा छ। त्यसलाई तपाईँको 68 सालमा चाहिँ जातीय विभेद अन्त्य सम्बन्धी एउटा ऐन पनि छ, तर त्यसले पुगेको छैन।
त्यसलाई पनि सम्बोधन गर्ने सवालमा हामीले काम गरिरहेका छौँ। मैले यसो हेर्दाखेरि जाजरकोट जिल्लामा हामीले गरेको ग्लोबल त्यसपछिबाट हाम्रो राष्ट्रिय स्तरका गतिविधिहरू र यहाँको जिल्ला तहबाट चाहिँ गतिविधिहरू कसरी चाहिँ हामीले सिन्क्रोनाइज गर्न सक्छौँ भनेर यसो हेर्दाखेरि मैले जाजरकोटलाई चाहिँ मेरो आफ्नो मूल्याङ्कनबाट हेर्दाखेरि यो एउटा नेपालको सबैभन्दा सीमान्तकृत जिल्लाहरूमा पर्छ। त्यो भौगोलिक रूपमा पनि, सेवा सुविधाबाट पनि, तपाईँको राज्यको तपाईँको व्यवस्थाहरूको सवालबाट पनि, भनेको उसले जुन डिस्पेन्सेसनहरू गरेको हुन्छ त्यसको विषयमा यो सबैभन्दा विकट आइसोलेटेड एउटा जिल्लाको रूपमा रहेको पाएको छु। र यहाँ मानव अधिकारका केही प्रमुख मुद्दाहरू जस्तै सरले अघि भन्नुभयो आवासको अधिकार, अहिले भूकम्प पछिको अवस्थामा चाहिँ आवासको अधिकार एउटा प्रमुख अधिकारको रूपमा रहेको देखिएको छ। त्यस्तै स्वास्थ्यमा पहुँचका कुराहरू पनि एउटा मेजर कुराको रूपमा रहेको देखिन्छ। बेला बेलामा हामीले केन्द्रबाट पनि यहाँ डायरिया हुने, टाइफाइडका चाहिँ महामारीहरू फैलिने समाचारहरू सुन्छौँ। पक्कै पनि स्वस्थ पिउने पानीको अभावबाट, पर्याप्त खाद्यान्नको अभावबाट त्यो समस्या भएको हुनसक्छ। यसमा राज्यले चाहिँ पर्याप्त ध्यान दिनुपर्ने हुन्छ। यसै पनि कर्णाली प्रदेश पहिला पनि भोकमरीबाट, हङ्गरबाट चाहिँ ग्रसित मध्येको एउटा क्षेत्र हो। त्यसकारण यहाँका नागरिकहरूको खाद्यान्नमा पहुँचको अवस्थामा केही समस्या छ र त्यसमा चाहिँ ख्याल गर्नुपर्ने छ। त्यस्तै यो जातीय विभेदका सवालहरू पनि धेरै नै छ भन्ने चाहिँ हामीले पाएका छौँ। जस्तो नवराज विगतको घटना एउटा चाहिँ प्रतिनिधिमूलक घटना हो। यसले चाहिँ संसारभरि चाहिँ तपाईँको विभेदका घटनाहरू र हिंसाका घटनाहरू कसरी नेपालमा चाहिँ दण्डहीनताका साथ जारी छ भन्ने सबैलाई देखाएको छ। भलै अहिले त्यो घटनामा चाहिँ तपाईँको घटना सर्वोच्च अदालतमा पुगेको अवस्था छ होइन। तपाईँको उच्च अदालतले चाहिँ त्यसमा जातीय विभेद भएको थिएन भन्ने फैसला गर्नुभयो, तर यसलाई फेरि सर्वोच्चमा चुनौती दिएको अवस्था छ। थुप्रै डिमेन्सनहरू छ। त्यस्तै यहाँ चाहिँ तपाईँको यो तपाईँको लैङ्गिक हिंसाका घटनाहरू पनि महिलाहरूमाथि र चेलीहरूमाथि, छोरीहरूमाथि हुने हिंसा, उहाँहरूको शिक्षामा पहुँचका कुरा हुन सक्ला अथवा अन्य कुराहरूमा समस्या देखेका छौँ हामीले। छोपडीकै व्यवस्था होला, अर्ली म्यारिज, कम उमेरमा बिहा हुने समस्याहरू होला, ती कुराहरू छ। र अब यो अघि सरले भन्नुभएको थियो विभिन्न खालको यो पूर्वाधार निर्माणको क्रममा एकदम भिरामी छ। हाम्रो टोपोग्राफिकल्ली अलिक कठिन जिल्ला भएको कारणले जथाभावी चाहिँ बाटोहरू संरचना गर्दाखेरि चाहिँ बस्तीहरू विस्थापन भएको अवस्था भन्नुभएको छ। सँगसँगै यहाँ चाहिँ तपाईँको अरू विपदका जस्तै भूकम्पीय विपद, पहिरो र बाढीले पनि नागरिकहरूलाई विस्थापन गरेको हामीले पाएका छौँ। त्यसमा उहाँहरूको उचित वासस्थानको व्यवस्था जुन संवैधानिक हक हो त्यसलाई सुनिश्चित गर्नुपर्ने कुरा रहेको देखिएको छ। बाल अधिकारका सवालहरू पनि त्यस्तै देखिएको छ। चाइल्ड लेबरहरू अझै पनि छ भन्ने देखिएको छ। र खास गरी चाहिँ अब जति जिल्लामा भएका स्रोत साधनहरू छन् त्यसको चाहिँ समुचित वितरण भएको छैन र केही हदमा चाहिँ इलिट क्याप्चर, सम्भ्रान्त वर्गहरूले चाहिँ अलिकति बढी तल्लो समुदायलाई चाहिँ अलिकति त्यसबाट वञ्चित गरेको छ भन्ने सवालमा चाहिँ समुचित वितरण, राज्यका स्रोत साधन र अवसरहरूको समुचित वितरणको कुरा पनि जिल्लामा देखिएको अवसर छ। र यी सबै सवालहरूलाई चाहिँ हाम्रो समूह 77ले भोलिका दिनमा केन्द्रमा राखेर स्थानीय स्तरमा जाजरकोट जिल्लामा रहेका अन्य गाउँपालिका, नगरपालिका, वडा स्तरमा चाहिँ यहाँको जनप्रतिनिधिजीहरू हुनुहुन्छ, स्थानीय सरकारी प्रतिनिधिहरू हुनुहुन्छ, उहाँहरूसँगको सहकार्यमा यी सवालहरूलाई थप मजबुत र सबलीकरण गर्ने हिसाबमा र जनताहरूको मौलिक हकहरू प्रत्याभूत गर्ने सवालमा चाहिँ उहाँहरूले आफ्नो भूमिका खेल्नुहुनेछ भन्ने अपेक्षा राखेको छु। र त्यसमा हामी केन्द्रबाट, काठमाडौँबाट, एमनेस्टी इन्टरनेसनलको तर्फबाट हाम्रो स्रोत साधनले भ्याएसम्मको हामी सहयोग र संयोजन गर्नको लागि हामी तयार रहेका छौँ। फेरि पनि जाजरकोट चाहिँ हाम्रो कर्णाली प्रदेशमा सुर्खेत पछिको एउटै मात्रै जिल्ला हो जाजरकोट, जहाँ हाम्रो चाहिँ मेम्बरसिप फैलिएको छ। हजुरहरूलाई धेरै धेरै बधाई पनि छ, धेरै धेरै धन्यवाद पनि छ। यो जिम्मेवारी हजुरहरूले वहन गर्नुभएको छ र यो जिम्मेवारीलाई अझ बढी गहनताका साथ मैले देखिरहेको छु। हजुरहरू चाहिँ एकदमै सिनियर व्यक्तित्वहरू हुनुहुन्छ, जसरी राख्नुभएको छ। यो अलिकति अन्तर्पुस्तागत अब युवा पुस्ताहरूलाई पनि यो जिम्मेवारी, यो शिक्षा प्रदान गर्दै यो अभियानलाई चाहिँ जागृत गरेर राख्नुहोला भन्ने शुभकामना व्यक्त गर्दै म आफ्नो छोटो मन्तव्य यहीँ अन्त्य गर्छु। धन्यवाद। धन्यवाद निरञ्जन सरलाई।
अब यसपछि हामी यो आर्थिक वर्षको समय पनि छ, त्यसैले सिडिओ साहबलाई माथि नागरिकतामा सिग्नेचर गर्नेदेखि थुप्रै कामको जिम्मेवारी हुन्छ, बाढी पहिरोको कुराहरू पनि छ। त्यसैले यस कार्यक्रममा आउनुभएका विशेष अतिथि हाम्रो निमन्त्रणलाई स्वीकार गरी पाल्नुभएका जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी मेघबहादुर मकरान्ती सरलाई आफ्नो शुभकामना मन्तव्यका लागि म हार्दिक अनुरोध गर्छु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। एमनेस्टी इन्टरनेसनल जाजरकोट 6औं साधारण सभाका अध्यक्षज्यू, यस कार्यक्रमका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, त्यसमा अन्य अतिथिज्यूहरू र उपस्थित सम्पूर्ण सहभागीहरू सबैमा हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। विशेष गरी मानव अधिकार संरक्षण, संवर्धन र प्रवर्धनको क्षेत्रमा राज्यको सबैभन्दा बढी महत्त्वपूर्ण भूमिका हुन्छ। त्यसको अलावा अन्य सङ्घ संस्थाहरू, अन्तर्राष्ट्रिय सङ्घ संस्था र शक्ति केन्द्रहरूको समेत महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने म यहाँ कुरा राख्न चाहन्छु। विशेष गरी नेपाल सरकारले मानव अधिकार संरक्षण, संवर्धन र प्रवर्धनको क्षेत्रमा मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्रमा दस्तखत गरिसकेपछि मानव अधिकार संरक्षणको लागि विभिन्न आयोगहरू स्थापना गरेको छ। राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, थारू आयोग, मुस्लिम आयोग, मधेसी आयोग जस्ता विभिन्न आयोगहरू मानव अधिकार संरक्षण र संवर्धनको क्षेत्रमा यी आयोगहरू स्थापना भएका छन् र यी आयोगहरूले मानव अधिकार संरक्षणको क्षेत्रमा गरेका क्रियाकलापहरूको प्रतिवेदन नेपाल सरकार समक्ष दिने, त्यो सिफारिस गर्ने र मानव अधिकार संरक्षणसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाहरूले युएनका विभिन्न फोरमहरूमा त्यो कुराहरू व्यक्त गर्ने गर्दछन्। विशेष गरी राज्यले मानव अधिकारका लागि स्थापना भएका सङ्घ संस्थाहरूबाट प्राप्त रिपोर्टलाई प्रेजेन्ट गर्ने र अन्य सङ्घ संस्थाहरूको तर्फबाट त्यो रिपोर्ट त्यहाँ जाने र दुईटा रिपोर्ट बिचको तादात्म्यता कतिको मिलेको छ छैन, राज्यले के दाबी गरेका छ, अन्य सङ्घ संस्थाहरूले के दाबी गरेका छन्, राज्यले यो गरेका छ भनेको छ, अन्य सङ्घ संस्था यो गरेका छैन भन्छन् र यी कुराहरूबाट, यी दुईटा कुराहरूबाट राज्यले अर्को थप गर्नुपर्ने आगामी रणनीतिहरू के हुन्, आगामी क्रियाकलापहरू के हुन्, थप संरचनागत संस्थागत व्यवस्था के गर्नुपर्ने हो, त्यो स्थापना गर्छ र मानव अधिकार संरक्षणको क्षेत्रमा प्रभावकारी काम हुँदै अगाडि बढ्ने गर्दछ। र त्यही सन्दर्भमा राज्यका अतिरिक्त जति सङ्घ संस्थाहरू छन् उहाँहरूले मानव अधिकार संरक्षणको क्षेत्रमा यस जिल्लामा वा राज्यले गरेका क्रियाकलापहरूलाई महत्त्वको साथ हेरिरहनु भएको छ र उहाँहरूले हेर्नु पनि पर्दछ। उहाँहरू एक किसिमको यो अनुगमनकर्ता, निरीक्षणकर्ता, मूल्याङ्कनकर्ता हो भन्ने मेरो बुझाइ छ र मूल्याङ्कनकर्ताले जहिले पनि आधा दृष्टिकोणबाट हेर्नु पर्दछ, किनकि त्यहाँ सबै ठिक छ भन्ने हिसाबले गयो भने राज्य निरङ्कुश हुनेतिर खतरा अगाडि बढ्छ। अनि उहाँहरूले मूल्याङ्कनकर्ताले आधा दृष्टिकोणबाट हेऱ्यो भने अझ केही थप सुधार गर्नुपर्ने कुराहरू उहाँको दृष्टिकोणबाट आउँछ र त्यही दृष्टिकोण अनुसार फेरि राज्यले त्यसलाई चाहिँ समन्वय गर्ने र थप व्यवस्था गर्दै मानव अधिकार संरक्षणको क्षेत्रमा उल्लेख्य काम गर्ने अवसर म भन्दै जान्छु। र म अहिले यहाँ कुरा राख्नेवाला पनि थिएँ, हाम्रो नागरिक समाजका सरले केही कुरा पनि राख्नु भएको छ, त्यो कुराहरूमा जोड्दै म केही कुरा राख्न चाहन्छु भने यो भूकम्प पश्चात निजी आवासको क्षेत्रमा 2 वर्ष झन्डै हुन लागिसकेका छ र पनि हामीले सोचेको जति काम हुन सकेका छैन। आवासका कुराहरू आछन्, त्यसमा भर्खरै मात्र यहाँ यो जिल्लाको डिडिएको कार्य सम्पन्न हुन लागिरहेको छ। यो उतार्दा पुगेको छ, 90% भन्दा बढी डिडिएको काम सम्पन्न भइसकेको छ र त्यो डिडिएको काम सम्पन्न भइसकेपछि त्यसको स्क्रिनिङ गरेर जति चाहिँ जुन वर्गमा लाभदायी पर्ने हो त्यो वर्गको स्क्रिनिङ गर्ने काम 10,000 भन्दा माथि पुगेको छ र त्यो 10,000 भन्दा माथि को तथ्याङ्क हाम्रो सिस्टममा जति देखिन्छ त्यो सिस्टमबाट आएका तथ्याङ्कहरूलाई हामीले यसलाई निजी आवास, स्थायी निजी आवास बनाउने प्रक्रिया प्रारम्भ गरेका छौँ। अस्ति शनिबार बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले 5,000 आसपास भेरी नगरपालिका, छेडागाड र नलगाडका झन्डै 4-5,000 लाभग्राहीको पुनर्निर्माणको स्थायी प्रक्रिया प्रारम्भ गरेका छ। यो कुरा जानकारी राख्न चाहन्छु। हाम्रो अदालतको भवन स्तरको टेन्डरमा परेको छ भन्ने सुनिन्छ। अदालतले चाहिँ अब यो अहिले डिपिआर लगायत काम अगाडि बढेको छ, त्यसपछि भवन निर्माणको प्रक्रिया प्रारम्भ अगाडि बढ्छ। र यति कुराहरू राख्दै यो मानव अधिकारको संरक्षण संवर्धनको क्षेत्रमा राज्यको यो धेरै भूमिका छ। कसैले मानव अधिकार उल्लङ्घन गरेको छ कि त्यसको निगरानी गर्ने, रोकथाम गर्ने पनि राज्यको भूमिका छ। अर्को मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थासँग समन्वय र सहकार्य गरेर मानव अधिकार संरक्षण र प्रवर्धनको क्षेत्रमा अझ उल्लेख्य प्रगति गर्ने, प्रभावकारी काम गर्ने भूमिका पनि राज्यसँग छ।
मानव अधिकार हुन नदिने र कहीँ अहिले त पछिल्लो समयमा राज्यले नै मानव अधिकार उल्लङ्घन गरे भन्ने किसिमका कुराहरू आइरहेका छन्। त्यो केही हदसम्म सत्य पनि होला। त्यसलाई पनि रोकथाम गर्दै त्यो पनि हटाउनु पर्ने कुराहरू, राज्य आतङ्कका कुराहरू, राज्यको यातना कुराहरू आइरहेका छन् विभिन्न सामरिक सञ्चालन, त्यसलाई पनि निरूपण गर्दै अगाडि बढ्नुपर्ने कुरा छ। यसर्थ राज्यको अतिरिक्त विभिन्न सङ्घ संस्थाहरू जो जिल्लामा सक्रिय रूपमा छन्, जो देशमा सक्रिय रूपमा कार्य छन्, तिनीहरूसँग समन्वय सहकार्य गर्दै अगाडि बढ्ने र मानव अधिकारलाई अझ चाहिँ सशक्त र प्रभावकारी बनाउनु अहिलेको आवश्यकता छ। त्यो आवश्यकतालाई परिपूर्ति गर्नका लागि जिल्ला तहमा हामी सुरक्षा निकायहरू, हामी सरकारी संयन्त्रहरू र यससँग काम गर्ने सङ्घ संस्थाहरूसँग समन्वय गर्न, सहकार्य गर्न प्रतिबद्ध छौँ, समन्वय गर्न हामी उत्साही छौँ भन्ने कुरा राख्दै यो कार्यक्रम, महत्त्वपूर्ण कार्यक्रममा उपस्थिति मलाई बोलाएर 2 शब्द मन्तव्य राख्ने अवसर दिनुभयो। यसको लागि आयोजकलाई हार्दिक धन्यवाद प्रकट गर्दै एमनेस्टी इन्टरनेसनलद्वारा आयोजित यो 6औं साधारण सभाको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार। धेरै धेरै धन्यवाद प्रमुख जिल्ला अधिकारीज्यूलाई। अब यसपछि आजको हामी कार्यक्रमको अन्त्यतिर चाहिँ उद्घाटन सत्रको आजको यस कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति जादुकोटका प्रमुख कालीबहादुर खत्रीज्यूलाई आफ्नो शुभकामना मन्तव्य राखिदिन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। कार्यक्रम सञ्चालक 6औं साधारण सभा एमनेस्टी इन्टरनेसनल कार्यक्रमका अध्यक्षज्यू एवं संस्थाका अध्यक्षज्यू र आजका प्रमुख अतिथि केन्द्रीय अध्यक्षज्यू, प्रमुख जिल्ला अधिकारीज्यू, महिला सञ्जालका अध्यक्षज्यू, प्रहरी नायकज्यू र अन्य अतिथिज्यूहरू लगायत यो हलभित्र हुनुभएका सम्पूर्ण यो संस्थाका सदस्यज्यूहरू लगायत अन्य सबै साथीहरू, वास्तवमा मानव अधिकार भनेको मानव अधिकार 2-3 किसिमले मानव अधिकार हुन भइराखेका हुन्छन्। मानव अधिकार भनेको के हो भन्ने पनि थाहा थिएन पहिलाका दिनहरूमा। विशेष गरी अहिले त मानव अधिकार घट्दो अवस्थामा पनि छ। मानव अधिकार विभिन्न विषयमा जोडिएका हुन्छन्, प्रत्यक्ष वा अप्रत्यक्ष मानव अधिकार हनन भइरहेका हुन्छन्। मानव अधिकार नगरौँ भनेर पनि मानव अधिकार हनन भएका पनि हुन्छन्। त्यसकारण उहाँ धेरै कुरा पूर्व वक्ताहरूले धेरै कुरा भनिसक्नु भएको छ, म धेरै भन्न चाहन्न। यो जाजरकोटको यो एमनेस्टी इन्टरनेसनल समितिले यो जाजरकोटका सबै पालिकाहरूमा मुख्यतः चेतनाको विकास, चेतनासँग जोडिएको हुन्छ कुनै चिज पनि। यो मानव अधिकार हनन हुने कारण मुख्य तत्त्व पत्ता लगाएर यो समितिले जाजरकोटले कुनै ठाउँमा पनि मानव अधिकार हनन हुने दिने छैन र पूर्ण रूपले यो मानव अधिकार निर्मूल पार्नेछ भन्दै भव्य यो सभा भव्य र सभ्यताका साथ यो जाजरकोटमा मानव अधिकार निर्मूल हुने आशा व्यक्त गर्दै यही शुभकामना दिँदै म आफ्नो छोटो भनाइ अन्त्य गरेँ। हस्त, धन्यवाद। धेरै धेरै धन्यवाद जिल्ला समन्वय समिति जाजरकोटका प्रमुखज्यूलाई। जसलाई सुनाउनु पर्ने हो तिनी मान्छे गएपछि फेरि होइन, त्यही भएर हाम्रो अलिकति परम्पराहरू विभिन्न छन् र अब आर्थिक वर्षको अन्त्यतिर उहाँहरू व्यस्त पनि हुनुहुन्छ, त्यसैले उहाँहरू जानुभएको छ। आजको यस कार्यक्रमका प्रमुख अतिथि एमनेस्टी इन्टरनेसनल नेपालका केन्द्रीय अध्यक्ष विपिन सर यहाँ हुनुहुन्छ। उहाँ आजको यस कार्यक्रमको प्रमुख अतिथि पनि हुनुहुन्थ्यो र जाजरकोटमा उहाँलाई हामी स्वागत गर्न पाउँदा हामी पनि एकदमै खुसी अनुभूति भइराखेको छ। र अब यस उद्घाटन सत्रको अन्त्यमा प्रमुख अतिथि ज्यूलाई
आफ्नो भनाइसहित शुभकामना राखिदिनका लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। एमनेस्टी इन्टरनेसनल नेपाल ग्रुप 77 का सचिवज्यू, आजको यस कार्यक्रमका सभापतिज्यू, त्यसै गरी एमनेस्टी इन्टरनेसनल नेपालसँग आबद्ध सम्पूर्ण सदस्यज्यूहरू, जिल्ला समन्वय समितिका अध्यक्षज्यू, त्यसै गरी मानवाधिकार सङ्गठनका नेतृत्व गरिरहेका विभिन्न व्यक्तित्वहरू, त्यसै गरी एमनेस्टी इन्टरनेसनल नेपाल ग्रुप 77 का संस्थापक संयोजकज्यू र सम्पूर्ण महानुभावहरूलाई म एमनेस्टी इन्टरनेसनल नेपाल ग्रुप 77 को यो वार्षिक साधारण सभामा हार्दिक स्वागत गर्न चाहन्छु। पहिलो पटक मलाई लाग्छ यो ग्रुपले मान्यता प्राप्त गरिसके पछाडि नेसनल बोर्डको अध्यक्ष चाहिँ कार्यक्रममा उपस्थित हुने अवसर प्राप्त गर्नुभएको छ र त्यो अवसर चाहिँ मैले प्राप्त गरेको छु। यो कार्यक्रममा यसरी फिजिकली उपस्थित भएर तपाईहरुसँग भेट्न पाउँदा म ज्यादै खुसी पनि छु। अघि पूर्व वक्ता साथीहरूले मानवाधिकारका विषयमा थुप्रै कुरा गर्नुभएको छ। म थोरै यो ग्लोबल ह्युमन राइटको कन्टेक्स्ट कस्तो छ, नेपालमा यो एमनेस्टी इन्टरनेसनलको स्थापना कसरी भयो, अनि त्यसैगरी यो जाजरकोटले कसरी फङ्सन गरिरहेको छ हाम्रो समूहले भन्ने सन्दर्भमा थोरै कुरा चाहिँ तपाईहरुलाई शेयर गर्न चाहन्छु। कुनै हजारौं वर्ष पहिले चाहिँ मानवाधिकार प्रदान गर्नुपर्छ हैन, मानिसलाई चाहिँ केही अधिकार दिनुपर्छ भन्ने खालको चाहिँ सिस्टम थिएन। 1215 मा मात्रै बेलायतमा जोन लक भन्ने राजाले त्यहाँका जनताहरूलाई चाहिँ केही अधिकार दिनुभयो र त्यहाँबाट चाहिँ नागरिकलाई चाहिँ केही अधिकार दिने सिस्टमको चाहिँ सुरुवात भयो। म्याग्ना कार्टा भन्ने चाहिँ एउटा डकुमेन्ट त्यहाँ चाहिँ आयो हैन। त्यसरी आइसके पछाडि के अरे फ्रेन्च रेभोल्युसन भयो, त्यसरी अमेरिकाको पत्ता लाग्यो हैन। त्यो पत्ता लाग्दै गर्दाखेरि अनि फर्स्ट वर्ल्ड वार भयो, सेकेन्ड वर्ल्ड वार भयो, त्यो प्रथम विश्वयुद्ध दोस्रो विश्वयुद्धमा चाहिँ करोडौंको संख्यामा चाहिँ मानिसहरूको निधन भयो। लिग अफ नेसन इस्टाब्लिस भयो। त्यो लिग अफ नेसन इस्टाब्लिस भइसके पछाडि त्यो फेलियर पनि भयो। तर मानिस त्यो पहिलो युद्ध र दोस्रो विश्वयुद्धमा चाहिँ हजार लाखौं करोडौंको संख्यामा चाहिँ मानिसको निधन भइसके पछाडि युएन जस्तो एउटा इन्स्टिट्युसन बनाउनु पर्छ भनेर त्यहाँ ग्लोबल लिडर्सहरू लाग्नुभयो र सन् 1945 मा चाहिँ युएनको इस्टाब्लिसमेन्ट भयो। युएन इस्टाब्लिस भइसके पछाडि 1948 मा हामीले मानवाधिकारको विश्वव्यापी घोषणापत्र भनेर भन्ने गर्छौं। सन् 1948 मा चाहिँ मानवाधिकारको विश्वव्यापी घोषणा पत्र जारी गरियो। त्यो हामीले त्यो युडिआचार मा चाहिँ आर्टिकल 30 वटा आर्टिकल राखेर चाहिँ नागरिक राजनीतिक अधिकार, आर्थिक सामाजिक सांस्कृतिक अधिकारलाई चाहिँ त्यहाँ समावेश गरिसके पछाडि चाहिँ यो हामीलाई चाहिँ गाइडिङ डकुमेन्टको रूपमा चाहिँ त्यो युडिआचार आयो। र त्यो युडिआचार आइसके पछाडि पनि मानवाधिकार प्राप्ति गर्ने कुरामा चाहिँ मानिसहरूलाई अप्ठ्यारो नै भइरहेको थियो। त्यही सन्दर्भमा सन् 1961 को बेलातिर पिटर बेनेन्सन भन्ने चाहिँ एमनेस्टी इन्टरनेसनलको संस्थापक चाहिँ ट्राभल गर्दै हुनुहुन्थ्यो। त्यो ट्राभल गर्दै गर्दाखेरि उहाँ बेलायतको वकिल हुनुहुन्छ। बेलायतमा उहाँले चाहिँ एउटा समाचार पढ्नुभयो। पोर्चुगलका 2 जना युवाले स्वतन्त्रताका लागि चाहिँ टोस्ट गरेकै नाममा त्यहाँको सरकारले उहाँहरूलाई 7 वर्षको लागि चाहिँ जेल सजायको दिएको कुरा चाहिँ उहाँले थाहा पाउनुभयो। र त्यस पछाडि बिर्सिएका बन्दीहरू भन्ने द फरगटन प्रिजनर्स भन्ने एउटा चाहिँ आर्टिकल उहाँले पब्लिस गर्नुभयो र त्यो आर्टिकल पब्लिस भइसके पछाडि चाहिँ एमनेस्टी इन्टरनेसनलको स्थापना भयो। त्यसरी स्थापना भएको एमनेस्टी इन्टरनेसनल पञ्चायतको बर्बर समयमा 26-27 सालतिर 1968 मा चाहिँ हाम्रो एमनेस्टी इन्टरनेसनल नेपालको संस्थापक नुतन थपलिया बेलायत अध्ययनको सिलसिलामा जानुभएको थियो। उहाँको भेट पिटर बेनेन्सनसँग भयो। त्यो पञ्चायतको समयमा यहाँ चाहिँ केही आस्था प्रकट गरेकै कारणले गर्दाखेरि त्यति बेलाको सरकारले, त्यति बेलाको राज्यले चाहिँ मानिसहरूलाई चाहिँ हिरासतमा राख्ने खालको काम पनि गरिरहेको थियो। र त्यही कन्टेक्स्टमा के अरे आस्थाका बन्दीहरू बनाउँदै गर्दाखेरि यस्तो संस्था चाहिँ नेपालमा खोल्नुपर्छ भन्ने अभिप्रायले आदरणीय नुतन थपलियाले चाहिँ एमनेस्टी इन्टरनेसनलको स्थापना गर्नुभयो नेपाल शाखाको रूपमा 1969 मा।
र त्यो स्थापना भइसके पछाडि चाहिँ हामीले पूर्ण रूपमा शाखाको मान्यता 2 वर्ष पछाडि मात्रै प्राप्त गर्यौं र त्यही कालखण्डमा चाहिँ एमनेस्टी इन्टरनेसनल नेपालको पहिलो अध्यक्षको रूपमा चाहिँ डाक्टर ऋषिकेश शाह चाहिँ ले यो एमनेस्टी इन्टरनेसनल नेपालको लिड गर्नुभयो र त्यो पञ्चायतको बेला थियो, विभिन्न अप्ठ्यारा समयहरू थिए। त्यो अप्ठ्यारो समयमा चाहिँ 1982 मा गएर हामीले प्राप्त गरेको शाखाको मान्यता चाहिँ हामीले गुमायौं। केही आन्तरिक कारणहरू थिए, केही चाहिँ पोलिटिकल कारण, पञ्चायतको त्यो समयका कारणले गर्दाखेरि चाहिँ सङ्घ संस्थामाथि चाहिँ ठुलै खाले चाहिँ प्रतिबन्धहरू लगाउने खाले को काम चाहिँ राज्यबाट भएको थियो र एमनेस्टी इन्टरनेसनलको फेरि यो प्रजातन्त्रको हाम्रो चाहिँ सेकेन्ड जनआन्दोलन भइसके पछाडि चाहिँ प्रजातन्त्रको पुनर्स्थापना भइसके पछाडि एमनेस्टी इन्टरनेसनलको स्थापना भयो। 1990 पछाडि अनवरत रूपमा चाहिँ हामीले नेपालमा मानवाधिकारको आन्दोलनलाई चाहिँ ड्राइभ गरिरहेका छौँ। अहिले संसारभर 1 करोड भन्दा बढी सदस्य एमनेस्टी इन्टरनेसनलमा हुनुहुन्छ। तपाईँ हामी जस्तो सामान्य मान्छेहरू चाहिँ यसको सदस्य भएर यो मानवाधिकारको कजको लागि चाहिँ हामीले काम गरिरहेका छौँ। ती 1 करोड भन्दा बढी सदस्यहरूले 150 भन्दा बढी देशमा र 72 वटा शाखा एमनेस्टी इन्टरनेसनलको छ। ती शाखाहरूले चाहिँ संसारभर काम गरिरहेका छन्। त्यही कन्टेक्स्टमा यो नेपालमा पनि अहिले हामीसँग करिब 80 वटा समूह छन्। 55 वटा चाहिँ 55 वटा चाहिँ हाम्रो चाहिँ युथ नेटवर्कहरू छ र इन्डिभिजुअल मेम्बर्सहरू पनि हुनुहुन्छ जो चाहिँ समूह र युथ नेटवर्कमा आबद्ध हुनुहुन्न। ती मेम्बर्सहरूले चाहिँ एमनेस्टी इन्टरनेसनलको सदस्यता लिएर अनि अझ कतिले चाहिँ सदस्यता पनि नलिएर सपोर्टरको रूपमा पनि यो अभियानलाई सञ्चालन अगाडि बढाउन चाहिँ सहयोग गरिराख्नु भएको छ। हामीले एमनेस्टी इन्टरनेसनल को सदस्य भइराख्दाखेरि चाहिँ हामीले बुझ्नुपर्ने कुरा चाहिँ हामीले सरकार कुनै पनि सरकारसँग चाहिँ फाइनान्सियल सपोर्ट चाहिँ हाम्रो अभियानको लागि, हाम्रो रिसर्चको लागि चाहिँ लिने गर्दैनौँ। हामी चाहिँ मेम्बर्सले गरेको डोनेसनको आधारमा चाहिँ यो हामीले यो अभियानलाई चाहिँ अगाडि बढाइरहेको कुरा पनि तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु। मानवाधिकार उल्लङ्घन गर्ने काम चाहिँ राज्य पक्षबाट पनि हुने भएको भएर यदि हामीले राज्य पक्षसँग सहयोग लिएर काम गर्यौँ भने पछाडि चाहिँ हामीले जुन खाले चाहिँ अनुसन्धान गर्छौँ, जुन खाले हामीले अभियान गर्छौँ त्यसको इन्डिपेन्डेन्स नरहने भन्ने खालको चाहिँ हामीले हाम्रो बुझाइ भएको भएर सहयोग नलिएर गर्ने गरिरहेको कुरा पनि तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु। एउटा मात्रै विषयमा चाहिँ हामी राज्यसँग पार्टनरसिप गरेर अगाडि बढ्न सक्छौँ, त्यो भनेको चाहिँ ह्युमन राइट एजुकेसन हो। मानवाधिकार शिक्षा प्रवर्धन गर्ने काम राज्यको पनि हो। राज्यसँग सँगसँगै पार्टनरसिप गरेर चाहिँ हामीले मानवाधिकार यो शिक्षा प्रवर्धनमा काम गर्ने गर्दछौँ। त्यति मात्रै नभएर एमनेस्टी इन्टरनेसनलले अघि पनि सुरुवातमै वक्ताहरूले भन्नुभएको छ, पहिले हामीले 1961बाट सन् 2000 सम्म काम गर्दै गर्दाखेरि नागरिक र राजनीतिक अधिकारका लागि मात्रै काम गर्ने गर्थ्यौँ। अहिले सन् 2000 पछाडि एमनेस्टी इन्टरनेसनलले ग्लोबल्ली हामीले सबै मानवाधिकारको स्पेक्ट्रममा काम गरिरहेका छौँ। नागरिक राजनीतिक अधिकार मात्रै नभएर आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारका लागि काम गरिरहेको कुरा अघि निर्देशक सरले पनि भन्नुभएको छ। स्वास्थ्यको अधिकार, आवासको अधिकार, खाद्य अधिकारका विषयहरूलाई पनि अहिले हामीले नेपालमा प्रायोरिटीमा राखेर काम गरिरहेका छौँ। खास गरी गोर्खामा 2015 मा भूकम्प गइसके पछाडि चाहिँ हामीले एउटा चाहिँ यो आवासको अधिकारसँग सम्बन्धित रहेर एउटा चाहिँ कम्प्रिहेन्सिभ रिपोर्ट पनि सार्वजनिक गरेका थियौँ। र त्यति मात्रै नभएर अहिले हामीले नेपालमा चाहिँ अभिव्यक्ति स्वतन्त्रता र भेला हुन पाउने अधिकारका सन्दर्भमा पनि काम गरिरहेका छौँ। हाम्रो सरकारको चाहिँ रवैया हेर्दै गर्दाखेरि चाहिँ त्यो ट्रेन एन्ड प्याटर्नलाई हामीले हेर्दै गर्दाखेरि के कुरा देख्छौँ भने पछाडि राज्य चाहिँ नागरिक सङ्घ संस्थाप्रति अहिले झन्झन बढी मात्रामा चाहिँ अनुदार भइरहेको अवस्था छ। यो सङ्घ संस्था खोल्नका निमित्त, सङ्घ संस्थालाई अगाडि बढाउनका निमित्त विभिन्न खाले चाहिँ हर्डल्सहरू चाहिँ वडा तहबाटै राज्यको निकायबाट सुरु हुन्छ र माथि केन्द्रसम्म पुग्दाखेरि चाहिँ विभिन्न खाले चाहिँ अप्ठ्यारो अवस्था चाहिँ सिर्जना विभिन्न क्षेत्रबाट भइरहेको चाहिँ हामीले महसुस गरेका छौँ। त्यति मात्रै नभएर अहिले हामीले गरिरहेको अर्को महत्त्वपूर्ण काम भनेको चाहिँ यो जलवायु परिवर्तनसँग सम्बन्धित छ। नेपाल जस्तो देशले यो कार्बन इमिसनमा चाहिँ हाम्रो धेरै ठुलो कन्ट्रिब्युसन नहुने तर प्रभावका दृष्टिकोणले हेर्दाखेरि चाहिँ हाम्रा चाहिँ हिम नदीहरू भ्रष्ट हुँदै गर्दाखेरि हाम्रा हिमालहरूमा
नपर्दै गर्दाखेरि विभिन्न खाले चाहिँ जोखिम त्यो क्षेत्रमा बस्ने मानिसहरूले चाहिँ भोग्नुपर्ने अप्ठ्यारो छ। हामीले चाहिँ कार्बन इमिसन गर्दैनौँ तैपनि असमानुपातिक प्रभाव चाहिँ खेप्नुपर्ने अवस्थाका बावजुद चाहिँ हामीले यो अहिले जुन किसिमको एक्जिस्टेन्सियल थ्रेट फ्युचर जेनेरेसनको छ त्यसलाई चाहिँ मिनिमाइज गर्नका निमित्त पनि संसारभर एमनेस्टीले अहिले यो विषयलाई पनि मानवाधिकारकै विषयका रूपमा चाहिँ अगाडि बढाएर चाहिँ क्याम्पेनहरू गरिरहेको कुरा पनि निवेदन गर्न चाहन्छु। अघि पनि आएको छ सङ्क्रमणकालीन न्यायको विषय, तपाईँ हामीले सुनेका छौँ। यहाँबाट अहिले यही क्षेत्रको चाहिँ मान्य पनि हुनुहुन्छ मैना कार्की, उहाँको श्रीमानलाई त्यति बेला चाहिँ जुन किसिमले चाहिँ बर्बरतापूर्वक गैर राज्य पक्षबाट चाहिँ त्यति बेला चाहिँ जुन खालको घटना घट्यो त्यस्ता पीडितहरू अहिले पनि धेरै सङ्ख्यामा हुनुहुन्छ। उहाँहरूले आफ्नो परिवारको अवस्था के छ भनेर चाहिँ सत्य खोजिराख्नु भएको छ। मैना कार्कीले आफै पीडित समुदायको नेतृत्व गर्दै विभिन्न सङ्घ संस्थाहरू खोलेर चाहिँ त्यो 17,000 भन्दा बढी मानिसहरू जो अहिले जसले चाहिँ सशस्त्र द्वन्द्वको बेला चाहिँ ज्यान गुमाउनु भयो, अहिले पनि 1450 भन्दा बढी मानिसहरू जो बेपत्ताको सूचीमा हुनुहुन्छ। आयोगहरू गठन भएको छ। आयोगहरूले चाहिँ त्यहाँ पदाधिकारी नियुक्ति गरिन्छ र ती पदाधिकारीहरू चाहिँ जम्मी चाहिँ राज्यको सेवा सुविधा लिनका लागि मात्रै गइरहेको यो कन्टेक्स्टमा पीडितहरूको जुन किसिमको माग छ त्यो सम्बोधन गर्नुपर्छ। पीडितको कुरालाई चाहिँ केन्द्रमा राखेर यो आयोगहरूले काम गर्नुपर्छ र राज्यले पीडितको पीडामा चाहिँ पीडा थप्ने काम गर्नु हुँदैन। उहाँहरूलाई परेको अप्ठ्यारोलाई चाहिँ बुझ्नुपर्छ भन्ने अभिप्रायले चाहिँ हामीले उहाँहरूलाई सपोर्ट पनि गरिरहेका छौँ। हामीहरूले एडभोकेसी पनि गरिरहेका छौँ। हाम्रो गतिविधिहरू अहिले यो जुन यो आयोग दुईवटा आयोगहरूले गर्ने कामलाई चाहिँ हामीले नजिकबाट पनि हेरिरहेका छौँ र यो विषय जो शान्ति सम्झौता भए पछाडि चाहिँ 60 दिनमा टुङ्ग्याउने भनेको विषय चाहिँ 18-19 वर्षसम्म यसलाई चाहिँ नेताहरूले खास गरी प्रमुख राजनीतिक दलका 3वटा नेतृत्वले चाहिँ यसलाई चाहिँ अल्झाइराखेर पीडितहरूलाई जसरी गदाउने र थकाउने काम गर्नुभएको छ यसको सन्दर्भमा पीडितसँग सँगै उभिएर हामीले काम गरिरहेका छौँ। यही क्षेत्रको मान्यले पनि मान्य नहुँदाखेरि पनि यो विषयलाई चाहिँ क्यारी गरेर अगाडि बढाइरहेको कुरा पनि म तपाईँलाई निवेदन गर्न चाहन्छु। त्यति मात्रै नभएर एमनेस्टी इन्टरनेसनलले एउटा चाहिँ मेम्बरसिप बेस्ड भोलिन्टियर अर्गनाइजेसनको रूपमा नेपालमा मानवाधिकारको सङ्घ संस्थाहरूमध्ये चाहिँ ज्येष्ठ संस्थाको रूपमा चाहिँ काम गरिरहेको छ। हामीले 57 वर्षदेखि मानवाधिकारका विभिन्न सवालहरूलाई चाहिँ मुखरित गर्ने काम गरिरहेका छौँ। यसमा हाम्रा सदस्यहरूको कन्ट्रिब्युसन एकदमै धेरै महत्त्वपूर्ण छ। सदस्यहरूले जुन किसिमले सहयोग गर्नुभएको छ मेम्बरसिप मुभमेन्टको रूपमा यसलाई अगाडि बढ्नका निमित्त, त्यसलाई पनि म आजको यो साधारण सभामा एप्रिसिएट गर्न चाहन्छु। सुर्खेत यो कर्णाली प्रदेशमा सुर्खेतमा चाहिँ हाम्रो 4वटा संरचना थियो। सुर्खेतभन्दा बाहिर चाहिँ हाम्रो संरचना थिएन। अघि राजन सरले भने जस्तै आजभन्दा 6 वर्ष पहिले चाहिँ जाजरकोटमा चाहिँ ग्रुप खोल्ने क्रम सुरु भयो। निर्माणाधीन ग्रुप भएर ग्रुपको मान्यता प्राप्त गरेर यो ग्रुपले जसरी खम्बजङ सरको टिमले काम गरिरहेको छ र खम्बजङ सरले चाहिँ यो मुभमेन्टलाई यहाँ लोकल लेभलमा चाहिँ जसरी ग्रो गर्न हेल्प गर्नुभएको छ त्यो कुरालाई पनि म मुक्त कण्ठले चाहिँ प्रशंसा पनि गर्न चाहन्छु। यो उमेरमा उहाँ चाहिँ हाम्रो चाहिँ प्रेरणाको स्रोत पनि हुनुहुन्छ। उहाँले गरिरहेको यो पोजिटिभ कामलाई हामीले सधैँभरि एप्रिसिएट गर्छौँ र हामीले गर्न सक्ने सहयोग चाहिँ सम्पूर्ण रूपले गर्ने कुराको पनि म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। र अर्को महत्त्वपूर्ण कुरा भनेको चाहिँ तपाईँहरू सबै कुनै न कुनै लेभलमा पुगेर चाहिँ यो मानवाधिकारको स्पिरिटलाई कजलाई सपोर्ट गर्नका निमित्त यहाँ जाजरकोटमा जम्मा हुनु भएको छ, मेम्बरसिप लिनु भएको छ। त्यो कुरालाई पनि मैले नजिकबाट हेरिरहेको छु। विभिन्न पोजिसनमा बस्नुहुन्छ। त्यही पनि यो ग्रुप 77 को अम्ब्रेला मुनि बसेर एमनेस्टी इन्टरनेसनललाई नै तपाईँहरूले चाहिँ समृद्ध बनाउनका निमित्त सपोर्ट गर्नुभएको छ। त्यसलाई पनि मैले नजिकबाट अनुभूत गरेको कुरा पनि राख्न चाहन्छु। एमनेस्टी इन्टरनेसनल चाहिँ राज्य संयन्त्रमा बस्नेहरू बरालिँदा पनि एमनेस्टी इन्टरनेसनल आफू चाहिँ नबरालिकन गलत भएको कुरालाई चाहिँ गलत भन्ने चाहिँ हैसियत राखेर चाहिँ काम गरिरहेको छ। यो संस्थालाई हाम्रो क्षेत्रबाट चाहिँ जति जुन मात्रामा सहयोग गर्न सक्छौँ सहयोग गरौँ। म चाहिँ एमनेस्टी इन्टरनेसनलको नेपालको इतिहासमा यो 57 वर्षको इतिहासमा चाहिँ सबभन्दा कान्छो अध्यक्षको रूपमा चाहिँ मैले अहिले सेकेन्ड टर्म सर्भ गरिरहेको छु। म पहिलो टर्म अध्यक्ष हुँदै गर्दाखेरि चाहिँ म 26 वर्षको उमेरमा मैले संस्थाको नेतृत्व गर्ने अवसर पाएँ। यो संस्थालाई राम्रो तरिकाले अगाडि बढाउनका निमित्त अझ जुन स्पिरिट यसले क्यारी गर्छ त्यसलाई चाहिँ यो लोकल लेभलमा र ग्रासरुट लेभलसम्म चाहिँ त्यसलाई पुर्याउनका निमित्त र यो कर्णाली क्षेत्रमा हाम्रो ग्रो पनि अझ धेरै गर्नका निमित्त चाहिँ त्यो कुरामा म
पोजिटिभ छु, त्यसमा पनि मैले पहल कदमी लिनेछु र यहाँ यो क्षेत्रबाट पहिले केन्द्रीय समितिमा रिप्रेजेन्ट गर्ने देवेन सर पनि हुनुहुन्छ, अहिले अपिल कमिटीको संयोजक हुनुहुन्छ, उहाँले पनि यो कुरालाई चाहिँ लिड लिइरहनु भएको कुरा चाहिँ मैले बुझेको छु। तपाईँहरूले पनि यो एमनेस्टीको मुभमेन्ट चाहिँ हाम्रो रिसोर्सले भ्याउने हिसाबले चाहिँ अगाडि बढाउनका निमित्त चाहिँ कर्णाली रिजनमा सहयोग गर्ने हुनेछ भन्ने कुराको पनि मैले अपेक्षा लिएको छु। मानवाधिकारको विषयमा काम गर्नका निमित्त जुन किसिमले चाहिँ द्वन्द्वहीनता बढ्दै गएको छ त्यसलाई कम गर्नका निमित्त जुन किसिमले चाहिँ हाम्रा इन्स्टिट्युसनहरू कमजोर भएका छन् ती कमजोर भएका इन्स्टिट्युसनलाई बलियो बनाउनका निमित्त र एउटा सामान्य मानिसको रूपमा असामान्य अभियानलाई चाहिँ हामीले लिड गर्नका निमित्त चाहिँ तपाईँहरू यो मुभमेन्टमा जोडिनु भएको छ भन्ने कुरा मैले महसुस गरेको छु र एमनेस्टी इन्टरनेसनललाई हाम्रो तर्फबाट हाम्रो लेभलबाट जे सकिन्छ सहयोग गरौँ र यो क्षेत्रमा अनि जाजरकोटमा खम्बजङ सरले को नेतृत्वमा उहाँको टिमले बालकुमार सर हुनुहुन्छ, उहाँको टिमले जसरी काम गरिराख्नु भएको छ वान अफ द बेस्ट ग्रुपको रूपमा चाहिँ उहाँहरूले काम गरिरहेको कुरा चाहिँ मैले महसुस गरेको छु। त्यो इनर्जी स्पिरिट सबै कुरा चाहिँ उहाँले राख्नुहुन्छ र सबै कुरासम्म एकदमै धेरै अपडेटेड पनि हुनुहुन्छ भन्ने चाहिँ मैले बुझेको छु। यो कुरालाई पनि म एप्रिसिएट गर्न चाहन्छु। एमनेस्टी इन्टरनेसनलले कुनै बेला चाहिँ आस्थाको बन्दीहरूको रिहाइका लागि चाहिँ काम गर्यो। 29-30 जनालाई चाहिँ हामीले एमनेस्टी इन्टरनेसनल नेपालले एमनेस्टी इन्टरनेसनलकै आस्थाका बन्दी भनेर चाहिँ घोषणा गरेर उहाँहरूको रिहाइका निमित्त चाहिँ हामीले अपिल गरेका छौँ। पछिल्लो पुस्ताका गगन थापा, रामकुमारी झाँक्रीदेखि ठाकुर गैरेसम्म, त्यसै गरी युवराज घिमिरेदेखि चाहिँ कृष्णप्रसाद भट्टराईसम्मकालाई चाहिँ हामीले चाहिँ आस्थाको बन्दी घोषणा गरेर कुनै बेला त्यो पञ्चायतको बर्बर समयमा पञ्चायत पछाडि पनि हामीले चाहिँ सहयोग गरेको कुरा पनि तपाईँहरूलाई निवेदन गर्न चाहन्छु। यो मैनबत्ती अरूका लागि बलिरहेको छ। यो मैनबत्ती जसरी चाहिँ हामी पनि बलेर चाहिँ अरूका लागि चाहिँ काम गर्न सक्ने प्रेरणा यो 6औं साधारण सभाले दियोस् र अझ बढी सक्रियता, अझ बढी यो ग्रासरुटमा काम गर्ने सामर्थ्य चाहिँ एमनेस्टी इन्टरनेसनल ग्रुप 77ले राखोस् भन्ने कुराको मैले कामना गर्दै यो साधारण सभाको पूर्ण सफलताको कामना गर्दै मेरो भनाइ यही टुङ्गाउन चाहन्छु। धेरै धेरै धन्यवाद। धेरै धेरै धन्यवाद एमनेस्टी इन्टरनेसनल नेपालका केन्द्रीय अध्यक्षज्यूलाई। अब यसपछि हामी कार्यक्रमको लगभग अन्त्यतिर पनि छौँ र यसपछि हामी यो बिचमा एमनेस्टी इन्टरनेसनल ग्रुप 77बाट नयाँ सदस्यहरूको इन्ट्री भएको छ। उहाँहरूलाई र केही पुरानो नवीकरण पनि भएको थियो। त्यसैले जिल्ला अध्यक्षज्यू हाम्रो जिल्ला संयोजकज्यू खम्बजङ शाहज्यूलाई यो परिचय पत्र वितरण गरिदिन अनुरोध गर्छु भने लिइदिनको लागि सबभन्दा पहिला रोकेन्द्र विक्रम साई। यहाँ विभिन्न क्षेत्रबाट प्रतिनिधित्व छ हाम्रो एमनेस्टी इन्टरनेसनल ग्रुप 77मा। उहाँ चाहिँ प्रेस सेन्टरको नेता पनि हुनुहुन्छ। यहाँ सबै क्षेत्रबाट प्रतिनिधित्व पनि भएको जानकारी गराइदिनु। धन्यवाद। त्यसै गरी सुरेन्द्र बहादुर चन्द उहाँ पुरानो भूमिगत माओवादीमा लागेर धेरै अनुभव बटुल्नु भएको छ। मानवाधिकारका क्षेत्रमा चासो राख्नुहुन्छ। त्यसै गरी सूर्यबहादुर ढुङ्गाई उहाँ चाहिँ उद्योग वाहिनीसँग हुनुहुन्छ। उहाँ चाहिँ नेकपा एमाले निकटको उद्योग वाणिज्य क्षेत्रको पनि नेतृत्व गर्नुहुन्छ। जाजरकोटमा मानवाधिकारका क्षेत्रमा एकदमै क्रियाशील हुनुहुन्छ। त्यसै गरी जाजरकोटका युवाहरूमा प्रेरणाका रूपमा हुनुहुन्छ साजन साकी। उहाँ पछिल्लो पुस्ताका युवा व्यवसायी हुनुहुन्छ। उहाँ चाहिँ मोबाइलदेखि लिएर विभिन्न क्षेत्रमा उहाँको चाहिँ व्यवसायको लागि प्रेरणाको लागि पनि उहाँ चाहिँ जाजरकोट खलङ्गामा व्यवसाय गर्दै आउनु भएको छ। एउटा युवाहरूको लागि प्रेरणादायी व्यक्तिको रूपमा पनि हेर्न सकिन्छ। त्यसै गरी
यहाँ हुनुहुन्न धेरै चाहिँ हुनुहुन्थ्यो कल्पना मल्ल जाजरकोटको बिमा क्षेत्रमा चाहिँ हुनुहुन्छ बिमा क्षेत्रबाट पनि प्रतिनिधित्व छ फोटो खिच्ने मान्छे कोही भन्न त के अब यसपछि सहकारी क्षेत्रबाट पनि प्रतिनिधित्व छ यहाँ साना किसान कृषि सहकारीको एकदमै अग्रणी उसमा चाहिँ महिला क्षेत्रमा काम गरिरहेको उहाँ एकल महिला पनि हुनुहुन्छ एकदमै महिलाहरूले केही गर्न सक्दैनन् भन्ने जुन खालको हाम्रो छ त्यसमा अहिले राम्रो सहकारीका रूपमा चाहिँ काम गरिराख्नु कृषि सहकारी संस्थाले धन्यवाद अध्यक्षज्यू यहाँहरू पनि हुनुहुन्थ्यो अरू यहाँ नभएको हुनाले मैले भनिनँ र हाम्रो सदस्यता पनि यहाँहरूलाई जतिखेर पनि खुल्ला नै छ यहाँहरू नयाँ कोही साथीहरू इच्छुक हुनुहुन्छ भने पनि दिन सक्नुहुन्छ यो जानकारीसँगै अब आजको यस कार्यक्रममा 6औं साधारण सभामा हाम्रो निमन्त्रणलाई स्वीकार गरी आउनुभएको केन्द्रीय टिम लगायत हाम्रो देवेन्द्र सरलाई यो मायाको चिनो एमएसटी इन्टरनेसनल ग्रुप सत्तरबाट मायाको चिनो प्रदान गरिदिनको लागि म आजको यस कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुखज्यूलाई मायाको चिनो लिदिन हाम्रो देवेन्द्र सरलाई त्यसै गरी जाजरकोट दरबारलाई हामीले राखेका छौँ जाजरकोट दरबार यो नेपालका 100 पर्यटकीय गन्तव्यमा पनि रहेको थियो त्यसैले अहिले भूकम्पले जीर्ण छ कम्तीमा यो सम्झना हुन्छ भनेर पनि यसै गरी यो मायाको चिनो लिदिनका लागि म एमएसटी इन्टरनेसनल नेपालका निर्देशक निरञ्जन थपलिया सरलाई अगाडि ल्याइसकेको छु र लिदिनका लागि विशिष्ट अतिथिज्यूलाई अनुरोध गरेँ त्यसै गरी आजका प्रमुख अतिथि एमएससी इन्टरनेसनल नेपालका केन्द्रीय समितिका अध्यक्ष विपिन सरलाई मायाको चिनो प्रदान गरेको धेरै धेरै धन्यवाद यो चिनो भन्ने कुरा जाजरकोट अब उहाँको कोठामा यो रह्यो भने कम्तीमा जाजरकोटको सम्झना रहनेछ र सँगसँगै जाजरकोटको एमएसटीको यादगार यसले चाहिँ तस्बिरले दिनेछ भन्ने अपेक्षा छ त्यसैले धेरै कुरा त गर्न सकिएन र पनि हामीले सम्झना स्वरूप मायाको चिनो प्रदान गरेका छौँ अब यसपछि आजको यस 6औं साधारण सभाको उद्घाटन सत्रलाई यही समापन गर्दिन र आदरणीय यस कार्यक्रममा उपस्थित हुनुभएका एमएससी इन्टरनेसनल जाजरकोट ग्रुपका सम्पूर्ण पदाधिकारीज्यूहरू यो उद्घाटन सत्रको समापनपछि पनि यहाँहरू यही भइदिनु होला र हामी धेरै बेर लाउँदैनौँ एकदमै छोटो रूपमा सकाउनेछौँ र आफ्नो भनाइ राखिदिन म जाजरकोट ग्रुपका संयोजक खम्मजन शाहज्यूलाई यो माइक्रोफोन हस्तान्तरण गर्दै म यो उद्घाटन सत्रबाट म सञ्चालक पनि बिदा हुन्छु नमस्कार धन्यवाद कार्यक्रम सञ्चालकज्यू आजको 6औं साधारण सभाका प्रमुख अतिथिज्यू विशेष अतिथिज्यू र यहाँ सहभागी भइसकेको हुनाले मैले सम्बोधन गर्न मन लाग्यो
प्रमुख जिल्ला अधिकारीज्यू, प्रहरी नायब उपप्रमुखज्यू, सशस्त्र प्रमुख एवं प्रतिनिधिज्यू, नागरिक समाजका अगुवा र हाम्रा केन्द्रीय एमनेस्टी इन्टरनेसनलका पूर्व सदस्य एवं एउटा महत्त्वपूर्ण समितिका संयोजकज्यू र इन्टरनेसनल केन्द्रीय अध्यक्षज्यूका निर्देशकज्यू र सम्पूर्ण हाम्रा आयोजक साथीहरू र साथै सम्पूर्ण सहभागी साथीहरू, विशेष गरी 6औं साधारण सभामा आज हामी उभिएका छौँ। अब यसको आफ्नै महत्त्व छ। यसको 6औं साधारण सभामा को महत्त्व भनेको यहाँहरू सबैलाई जानकारी भएकै कुरा हो। वार्षिकमा हामीले 1 वर्षमा के गऱ्यौँ, के गर्नु थियो अथवा चित्त नबुझेका कुरा पनि आज यहाँ राख्न सकिन्छ, कसैको प्रशंसा पनि गर्न सकिन्छ। र मलाई एउटा एमनेस्टी इन्टरनेसनल के हो त, त्यसको चाहिँ शिक्षा सम्वर्धनको लागि र म एउटा सुरुमै जानकारी गराउन चाहन्छु। छेडा नगरपालिकाले हामीलाई सहयोग गर्नुभएको थियो र त्यही सन्दर्भमा हामी भोलि त्यसतर्फ जाँदैछौँ। मेन कुरा एमनेस्टी इन्टरनेसनलको शिक्षा सम्वर्धनको लागि, जानकारीको लागि, त्यहाँको चाहिँ जनप्रतिनिधिज्यूहरूलाई जानकारीको लागि पनि हामीले कार्यक्रम राखेका छौँ। र यो 6औं साधारण सभामा आज हामी जसरी भेला भयौँ, यसको चाहिँ मलाई महत्त्व बुझेर जुन हाम्रो केन्द्रीय अध्यक्षज्यू झन् उपस्थित भइदिएपछि यो ग्रुप 77 त बेग्लै रूपले चाहिँ मतलब उत्साहित भएको छ। त्यस्तै हाम्रो डाइरेक्टर साहब, त्यस्तै हाम्रो चाहिँ मतलब महत्त्वपूर्ण समितिका संयोजकज्यू र एमनेस्टी इन्टरनेसनल यो यस्तो संस्था हो, यो राष्ट्रिय स्तरदेखि अन्तर्राष्ट्रिय स्तरसँग जोडिएको यो संस्था भएको हुनाले यसको महत्त्व, यसको विषयवस्तुको बारेमा मेरा आदरणीय केन्द्रीय अध्यक्षज्यू, मेरा आदरणीय निर्देशकज्यूबाट यो चाहिँ जानकारी गराइसक्नु भएको हुनाले यसमा धेरै अगाडि बढ्न चाहन्न। र जुन संस्था राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रियमा पनि जोडिएको हुनाले मैले फेरि त्यो कुरा दोहोऱ्याएँ। यसको महत्त्व चाहिँ बेग्लै खालको चाहिँ महत्त्व भएको हुनाले आज हामी त्यसैलाई महत्त्व सम्झेर मैले जाजरकोटमा हाम्रा विशेष गरी मलाई त सम्झना आउँछ हाम्रो सेजवाल, हाम्रो आदरणीय चाहिँ वीरेन्द्र कुमार सेजवालजीले सुरुमा स्थापना गर्दा यहाँ प्रवेश गर्नुभएको थियो। कन्टिन्यू हाम्रो साधारण सभा अन्य कुराहरूमा पनि उहाँ सहभागी हुने गरेकोले उहाँप्रति पनि आभार व्यक्त गर्न चाहन्छु। र यसको सुरुवात संस्थापक हाम्रा अध्यक्ष राजेन्द्र कार्की ज्यूबाट यो सुरु भएको थियो र मेरो पनि सायद अब यो दोस्रो कार्यकाल हो। त्यसपछि हामी सरसल्लाहबाट त्यो जे गर्नुपर्ने हो ठहर हुने नै छ। र आज म लगत्तै यो उद्घाटन सत्रपछि लगत्तै फेरि बन्द सत्रमा हामी छलफलमा रहनुपर्ने भएको हुनाले लगत्तै चाहिँ यो बन्द सत्र रहने भएको हुनाले अहिले तत्काल म चाहिँ यो उद्घाटन सत्र यही समापन भएको घोषणा गर्छु। धन्यवाद। जय एमनेस्टी।